पानीमाथि आगो बल्दो दैलेख जुवाला पानीमाथि आगो बल्दो दैलेख जुवाला मिठा मिठा सुन्तला छन् छिउडेर छुवाला मिठा मिठा सुन्तला छन् छिउडेर छुवाला आहा जुम्लाबाट बगी आउँदो लामै छ कर्णाली जुम्लाबाट बगी आउँदो लामै छ कर्णाली विश्वव्यापी चिना हुन्या हाम्रो त्यो प्रणाली विश्वव्यापी चिना हुन्या हाम्रो त्यो प्रणाली आहा दैलेख जिल्ला नाम हाम्रो पानी माथि आगो दैलेख जिल्ला नाम हाम्रो पानी माथि आगो शरम र संस्कृति हाम्रो कहाँ भागो शरम र संस्कृति हाम्रो कहाँ भागो नमस्कार सबै फेसबुक मित्रहरूमा मेरो सबै माझ नमस्कार पनि भन्न चाहन्छु। अब यसै भिडियो हेर्न लागि तपाईँले मलाई फलो दिनुपर्ने या भन फलो गरिसकेपछि भिडियोलाई स्क्रिप नगरेको पुरा हेरिहालेँ। पुरा हेरिसके पछाडि चित्त बुझौँ भनिहाले कमेन्ट पनि हानिहालेँ अनि एकचोटि लाइक पनि हानिहालेँ। एकचोटि अझ धेरै मतलब मलाई उत्साहित बनाउनको लागि तपाईँले मगाउन सेयर गरिकन सबै म्याच पुऱ्याइदिए हेर म भने तपाईँको कन्टिन्यू ब्याक टु ब्याक कन्टिन्यू तपाईँकन हेर यसै भिडियो ल्याइकन मेरा गाउँका मेरा ठाउँका ती सबै जो धार्मिक स्थलहरू अथवा ती जो जति पनि छन् यसो न म तपाईँको मेरा मतलब देउडाका टुक्का हानिकन म तपाईँको ल्याउँदैहरूलाई तपाईँ भने म फलो गरिकन अलिकतै धेरै मान्छे माथि पुर्याइदिए हाम्रा दैलेखमा पनि यसो ठाउँ रहेछ भनिकन यसो न हाम्रा दैलेख पनि नापैजा कोही घुम्न जाउन्। हाम्रा त्यहाँ घुम्न जाँदाखेरिमा कस्तो अनौठो मतलब के अरे हेर्ने सामानहरू पाइन्छ अथवा स्थलहरू पाइन्छ होइन। धेरै राम्रो के अरे ठाउँ छ हाम्रो दैलेख त्यो भएर हामी चाहिँ अब दैलेख प्रचार गरौँ न भन्ने पक्षमा चाहिँ भिडियो बनाउँदै गर्दाखेरि तपाईँले मलाई फलो गरिकन अलिकति माथिसम्म पुर्याइदिए भने भन्न चाहन्छु। तब पुर्याउने पनि तम्रो हात हो ज्यार्ने पनि तम्रो हात हो र चित्त बुझौँ भने हेरी कमेन्ट हानिदिए कमेन्ट हानिसके पछाडि एउटा देउडा गीत भने सकि नसके तपाईँले मन लेखेर तपाईँले मन एउटा देउडा गीत लेख्यो भने हेरी त्यही कमेन्ट हुन ठ्याक्क रिप्लाई गर्लुवा तपाईँको फलो गर्न पनि म मेरा साथी गर्नु भन्लुवा अथवा भने पनि नभने पनि तपाईँले एउटा कमेन्ट आउन एउटा गीत चाहिँ लेखेको पठाएर म हेरुला। हस् त धन्यवाद। यति भिडियो भनिकन म हाल्छु तपाईँको बाँकी अर्को भिडियोमा म राम्रो भिडियो बनाएर हाल्लुवा तपाईँकन जे जस्तो लाग्छ तपाईँले म गर्न फलो गरिदिए।